दाङमा हावाहुरी चलेर हेर्नुहोस्, पानी आएर कस्तो अचम्मै भएको छ। त्योभन्दा अचम्मको कुरा के छ भने यो बिहानको 11 बजेको समयमा पनि यहाँ पुरै रात परेको छ। हेर्नुहोस्, यहाँ गाडीहरू बिहान 8 बजेको समयमा पनि लाइट बालेर हिँड्न बाध्य भएको छन्। अचम्मै भएको छ। हावाहुरी पानी त स्वाभाविक कुरा हो, तर कसरी यसरी एक्कासी रात परेको जस्तो गरेको छ, यसमा अनौठो मान्न पर्ने कुरो छ। हेर्नुहोस्, हावाहुरी एकदम मेघ गर्जेर पानी परेको छ। पानी पनि एकदम भयानक रूपमा ठुलो मात्रामा पानी परेको छ। हेर्नुहोस्, तपाईहरूले देखिरहनु भएको छ। अचम्मै मान्न पर्ने कुरा हो दर्शकबिन। पानी पर्ने स्वाभाविक कुरा हो, तर यसरी रात परेर यो 11 बजेको समयमा पनि रात परेर एकदम छक्क पर्ने कुरा भएको छ दर्शकबिन। ठुलो पानी परेर अटो चलाउनै नसक्ने अवस्था भएको कारणले गर्दा एउटा बरको रुख मुनि बसिएको छ। त्यही पनि बरको रुख मुनि पनि हावाले गाडी पल्टाउन खोजिरहेको छ दर्शकबिन। अचम्मको अवस्था भएको छ। हावाहुरी यस्तो चलेको छ, कसैलाई सोच्नै नसक्ने एक्कासी त्यस्तो भएको छ। मौसमविदले पनि यो कुरा थाहा पाएका थिएनन्, यो बारेमा केही जानकारी भएन। तर यसरी हावाहुरी र पानी चलेको छ कि अराइराखेको गाडी पनि बिल्कुल पल्टाउन खोजिरहेको छ, गुराउन खोजिरहेको छ। अचम्मैको अवस्था भएको छ दर्शकबिन। यो यत्रो बरपिपलको रुखमा ओत लागेर बसिरहेको अवस्थामा पनि यहाँ पुरै गाडीलाई हावाहुरीले झकिलिरहेको छ, पल्टाउन खोजिरहेको छ। यसमा अनौठो छ, कसरी यति ठुलो पानी एक्कासी आयो। एक्कासी राम्रो मौसम हुँदै पनि यहाँ एक्कासी रात परेको जस्तो भयो। आँधी भेरी आयो र ठुलो पानी पर्यो दर्शकबिन। दाङको अवस्था यस्तो छ। हजुरहरूको ठाउँमा कस्तो छ, नेपालभरिको अवस्था, हरेक जिल्लाको अवस्था कस्तो छ, अरू जिल्लामा पनि यस्तै भएको हो कि यहाँ मात्रै हो दर्शकबिन? हजुरहरूले यो भिडियो हेरेर कमेन्ट गर्नुहोला। हेर्नुहोस्, गाडीहरूले लाइट बालेर हिँड्न पर्ने अवस्था भइरहेको छ। अनौठो छ दर्शकबिन, अनौठो छ। दाङको अवस्था आज यो 11 बजेको समयमा अनौठो भएको छ दर्शकबिन, अनौठै भएको छ।